सिनेमेटिक सटहरू जति मेरो मोबाइलले जति मैले लगाउन सक्थेँ त्यति मैले सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो के छ तपाईँहरू सन्चै म एकदम बबाल छु अहिले म चाहिँ यतै हलमा बसिरहेको छु अब ट्याक्क मैले कामसाम गर्नुपर्ने हुन्छ म चाहिँ अहिले पछि निस्किन्छु होइन सो अलराइट गाइस म चाहिँ अहिले घरबाट निस्केको लगभग 2-3 घन्टा भइसक्यो 2-3 घन्टा मैले आउँदाखेरि चाहिँ भिडियो बनाएन म चाहिँ तुलसीपुर 14 खौसापुर तानापुर ताल हेर्ने भनेर आएको ताल चाहिँ ठिकै छ यता पारि हामीले भेटिसक्यौँ तर ओभर गर्मी भएर चाहिँ अहिले हामी यहाँ शीतल बसिरहेछौँ यतातिर चाहिँ स्कुल रहेछ खौसापुर जे भए नि यहाँ स्कुल रहेछ तुलसीपुर 14 पर्दो रहेछ यो पनि अनि ओभर गर्मी भएर आज चाहिँ म यो साथीसँग आएको अनि ट्याक्क लाएर यता नास्ता सास्ता हुँदैछ अनि एकछिनपछि तालतिर जान्छौँ सो अलराइट हामीले अब यहाँ नास्ता सास्ता नि खाइसक्यौँ यता चाहिँ हाम्रो बाइक भयो अब हामी चाहिँ पारि जुन तालमा घुम्ने बनाएको थियौँ त्यो तालमा जान्छौँ होइन ट्याक्क लाएर कता हो अरे यता हो नि सो अलराइट हामी हाम्रो लोकेसनमा नि आइसक्यौँ होइन ट्याक्क लाएर यस्तो दामीको ठाउँ रहेछ यो पुरै चौर भयो यो एउटा ताल भयो अनि यो त्यहाँ माथिदेखि यहाँसम्म सबै ताल छैन तपाईँहरूलाई म जति सक्यो सिनेमेटिक सटहरू देखाउँछु होइन मसँग भएको भने यति मोबाइल होइन अरू डिभाइस भएको त म तपाईँलाई राम्रोसँग देखाउँथेँ लास्ट यही मोबाइलकै यति एउटा एक्लै मोबाइल छ फेरि यही मोबाइलबाट जे जति हुन्छ तपाईँहरूलाई म त्यति नै देखाउँछु त्यतिमै मजा लिनु होला होइन के राम्रो लाग्छ बर्खर मासु यता भने एकदम साइडका त्यही कारण म सिनेमेटिक सटहरू लग्ने प्रयास गर्छु जति सक्यो होइन ट्याक्क यता चाहिँ दामी रहेछ लगभग ड्राई पिकनिक भन्छ के भन्छ पिकनिक खानलाई राम्रो ठाउँ माने मैले चाहिँ ताल त एकदमै लामो रहेछ यार हामी यहाँदेखि लगभग उता पारीदेखि आयौँ होइन हुँ अलि पारीदेखि आयौँ यो होइन अनि यो साइड यो पुरै ताल भयो अझ योभन्दा नि माथि पानी देखाएको छ हामी योभन्दा नि म पारी जान्छु होइन यति हो उता हेर्न उता पारी पारी यो यसको चाहिँ यति छ अनि अर्काको चाहिँ उता देखेको छु उता देख्नुभयो उता पारी छ होइन बाटो त उयो यस्तो बाटो छ कि नै बाटो छ को ओहो 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 वेट तर घाम अलि ओभरै बबालै छ तर यस्तो घाँसहरू सबै पलाएको भए हरियो हुन्छ पछि बर्खायाममा दामी हुन्छ होला छैन मलाई यहाँ सानो छ पाल्नबाट जाने ठाउँ भयो यहाँ त गई पनि हुन्छ होला रहन्छ त्यति भएको रहेछ जानेमा त्यहाँ चाहिँ यो साइड यहाँबाट लास्टै तल लगभग 2-3 किलोमिटर होला लास्टै त यता चाहिँ दामी भिडियो निकाल्छ नि यसबाट 0.6बाट निकाल्दैन क्या 0.6बाट निकाल्ने भए दामी हुन्थ्यो फेरि कहाँ जाने हो त कहाँ अझै त्यहाँ जाऊँ न त्यहाँबाट त्यो हेरौँ त्यहाँ छैन हिँड्न त जाऊँ त बाटो देखा अगाडि साला ताल यति ठुलो छ कि होइन घुम्दा घुम्दा पसिनै आइसक्यो क्या त्यही पनि हामी फेरि घाममा आयौँ नि त त्यही भएर पनि हो यो चाहिँ केसको जराबाट यो
सो अलगा हामीले चाहिँ अहिलेसम्म लगभग अहिले चाहिँ 5 बजिसक्यौँ हामीले चाहिँ जति सिनेमेटिक सटहरू लग्न सक्थेँ मैले मेरो मोबाइलले जति भ्याउँथ्यो मैले जति भ्याउँथेँ त्यति चाहिँ तपाईँहरूलाई देखाएको छु त्यतिमै इन्जोय गरिदिनु होला यदि कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला गाइज होइन किनभने एकदमै मलाई सब्सक्राइबरको जरुरत छ यो चाहिँ भ्यू भयो होइन गाइज चाहिँ यताबाट सूर्य छ अनि ट्याक्क यता ताल भयो होइन अनि एउटा ताल उता छ होइन उताको ताल अहिले देखाउँछु अनि यो ताल भयो त्यो गाइज अब हामी चाहिँ यहाँबाट चलिदिन्छौँ होइन जति भिडियो फोटोहरू खिचिरहेको छु मैले तपाईँहरू चाहिँ इन्स्टाग्रामतिर पनि भिजिट गरिदिनु होला मेरो प्रोफाइल म लिङ्क चाहिँ राखिदिनेछु तपाईँहरूलाई तल त्यही हो गाइज अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ सायद चाहिँ अगाडि गइसक्यो वेट तेरिका माया गाह्रो छ कोदाली खन्नलाई जान्छु म त लाहुरे बन्नलाई भन्छन् के अरे अनि यो ताल भयो गाई चाहिँ एउटा यो ताल एउटा भयो होइन अनि त्यसपछि यो ताल एउटा भयो दुईवटा ताल छ तर ताल निकै ठुलो छ होइन तर यहाँ डुङ्गा भइदिएको भयो होइन बोट भइदिएको भए एकदम पर्यटकीय स्थलको रूपमा चिनिन्थ्यो होला लास्टै तर चिन्ने छैन अझै पनि ठिकै छ यतातिर चाहिँ यो चाहिँ ग्राउन्ड लेभल भयो यो बिचको भाग हो यो चाहिँ यता ताल भयो अनि यता पनि ताल भयो यो बिचमा चाहिँ जानुहुन्छ सो अलगा हामी चाहिँ अब घर जान लागिसक्यौँ होइन त्यहाँकालाई चराहरू नि के दामी दामी बाइसतिर छ अनि यो चाहिँ यो एउटा ताल होइन एउटा चाल चाहिँ उता यो उताको एउटा ताल भयो अनि यताको यो ताल चाहिँ यस्तो लामो माथिसम्म छ अनि यो पनि माथिसम्म छ त्यो गाइस एकदम राम्रो छ यो एरिया चाहिँ तपाईँहरू तुलसीपुर नजिकको हुनुहुन्छ एकदम घुम्न आउनु होला होइन एकदम डेटिङ प्लेस पनि हो यो डेटिङ बस्नलाई एकदम राम्रो छ ड्राई पिकनिक गर्नलाई सो त्यो गाइस अब म चाहिँ घरतिर लाग्दिसकेँ हुँ घर गएर भेटौँ ल है त सो गाइस म चाहिँ अगाडि नै घर आएर पनि कामसाम थियो हल्का कामसाम गरेर खानापिना खाएर अब सुत्ने बेला भइसक्यो लगभग 9 बजिसक्यो होइन 9 बजिसक्यो अब चाहिँ म सुत्नुपर्ने हुन्छ आजको भिडियोलाई चाहिँ मैले यति नै अन्त्य गर्दै सो त्यो गाइस आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला हस् त बाई बाई अर्को भिडियोमा भेटौँ ल